हेलो गाइस, नयाँ भिडियो आज म फेरि खेल्न जाँदैछु माइनक्राफ्ट। अब आज मेरो माइनक्राफ्टको फर्स्ट भिडियो हो, किनकि म माइनक्राफ्ट पहिलाबाट खेलिसकेको छु। आज म भिडियो बनाउँदै जाँदैछु। अब भिडियो छिटो अगाडि बढाऊँ, किनकि धेरै छिटो पनि ढिलो पनि नगरौँ है। र जहाँ तपाईले सबसे पहिला मेरो आइडीहरु हेर्नु, मेरो क्रिएटिभ आइडी छ, सर्भाइभ आइडी छ, के पो आइडी छ तपाई हेर्नु होला। अब यो भिडियोमा तपाईले थाहा हुन्छ कि मैले के बनाऊ मेरो आइडीहरुमा। प्लेयर नेम क्रिएटिभ दुईटा हो अनि क्रिएटिभ तीनटा। ओके, सर्भाइभ दुईटा, सर्भाइभ कतिवटा हो? एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा। तपाईले म सबसे पहिला क्रिएटिभ आइडी भन्न चाहन्छु। त मलाई क्रिएटिभ आइडीमा पुरा क्रिएटिभ ले बनाएको थिएँ, अनि त्यसपछि म एन्डरलाई मार्न जाँदै सर्भाइभबाट अनि आई अफ एन्डर लिएर म गएको थिएँ। अनि एउटा एन्डर बल पनि निस्किन्छ, टेलिपोर्ट पनि हुनुपर्छ नि। जाने बेलामा मलाई तीनटा क्रिपर एकचोटिमा आएर मलाई बचाएर लास्ट। त्यति बेला मैले रिस्पन पनि लगाएको थिएँ, त्यही भएर कहाँ पो रिस्पन भयो। त्यहाँबाट सुरुवात गर्दै गोल्डन अनि डायमन्डको आर्मर बनाएको थिएँ मैले। लाभामा खसेर नेदरमा ओभरवर्ल्डमै एउटा गड्डा थियो, त्यहाँनिर उस्तो के लाभा थियो, अनि म त्यही खसेँ। खोजेको डुबे। अब तपाईँ भन्नु होला त्यस्तो बेलामा के गर्ने? म भाग्ने, कसरी भाग्ने? लाभा त मेरो ज्यानको माथि थियो। के गर्ने मलाई केही थाहा थिएन, म त डराइदिएँ। अब मेरो वर्ल्ड छिटो आज म यही वर्ल्डमा एक्सपेरिमेन्ट गर्नुवाला हूँ। सबसे पहिला हामी के गर्न जाँदैछौँ, हाम्रो यो अनि वर्ल्डमा हामी कोबलस्टोन फार्म बनाउने कोसिस गर्छौँ, आइरन फार्म बनाउने कोसिस गर्छौँ, के बनाउने कोसिस गर्छौँ। तपाईँहरू हेर्दै जानु होला। अब काट्ने त भएन के अरे भिडियो, त्यही भएर हेर्दै जानु आजको भिडियो। अब यति नै लङ त भएन होला, अब भएन होला लङ भिडियो कति नै लामो हुन्छ त यो लङ, तर धेरै हुनसक्छ हुनसक्छ। ओके, अब ओके मेरो आइडी त लगइन भयो। अब वर्ल्ड क्रिएट हुनुला त्यहाँनिर हामी एउटा घर पनि बनाऊँ है, किनकि क्रिपर म सर्भाइभ थिएँ। त्यति बेला क्रिपर मेरो घरमा ब्लास्ट गर्थ्यो। के भन्नु अब, छुट्याइ थिएँ। ओके गाइस, म त आएँ मेरो वर्ल्डमा। यहाँनिर म त्यहाँ माथि थिएँ, अनि छिर्यो नि त त्यहाँबाट खसेर। तपाईँले देखेन होला, त्यो पनि कति ल्याग चलेको। मेरो सस्तो गऱ्यो त्यो म जब फर्स्ट टाइम बनाउँथेँ नि यहाँहरू त क्रिपरले कहाँ ब्लास्ट गरेको, सब क्रिपरको गर्थ्यो त हेर्नु त, कति धेरै ठाउँमा ब्लास्ट गरिदिएको। मेरो मेन्सन हो कति मैले पहिला मैले यहाँनिर फार्म बनाएको थिएँ, अनि माथि चाहिँ फुल ग्रिन गरिदिएको। अनि मलाई नराम्रो पनि पुरा हटाइदियो। अनि क्रिपर पनि मेरो स्वागत गर्नको लागि अगाडि नै बसेको थियो। अनि यहाँ पछाडि चाहिँ मेरो फार्म छ। जब म सर्भाइभमा थिएँ त यहीँ रिस्पन भएको, हेर्नु होला। यहाँबाट दुईटा वुड काटेर क्राफ्टिङ बनायो, अनि सामानहरू बनाएको मैले होइन छोड्दै। अब सबसे पहिला हामी
घर बनाउँ है त मैले एउटा ट्रिक सिकाइदिउँ के हो नि यो सेट आउँछ कि आउँदैन त मलाई थाहा होइन यसलाई लिफ्ट गरिदिनु त्यसको साइडमा अनि यहाँनिर त्यो के म्यासेज पठायो नि त्यसमा क्लिक गर्नु अनि यहाँनिर बिचको छ नि एउटा वान सेफको अनि त्यहाँनिर TIME टिम भन्ने रहेछ त्यहाँनिर कस्तो क्लिक हान्ने नि अनि यहाँ डे भन्ने रहेछ नि त्यो क्लिक हानेर यहाँनिर यसरी पठाइदिनु है अनि यहाँनिर बिहान आफै भयो यो क्रिएटिभ सर्भाइभमा काम गर्दैन किनकि सर्भाइभमा तपाईँ घरमा बेड छ नभए तपाईँसँग बेड छ बेडले प्रेस गर्नु पर्दैन यस्तो भए हुन्छ है किनकि तपाईँको घरमा बेड छ भने है जस्ट मेरो बेड छ म यसको आसपास चाहिँ छु रातभरि धेरै जम्पिहरू छ अनि मैले यहीँबाट ट्याक्कै मैले गर्न सक्छु नि त डे लगेकै धेरै कुरा पनि नगर छिट्टो एउटा राम्रो म तपाईँ छु है गाइज मैले चाहिँ मेरो यहाँनिरमा म कति धेरै कन्टेन्ट पुरा गरिसकेँ तपाईँलाई देखाउँछु म अनि कसरी हेर्नु ल म मान्छे हेरेर अहिले कसरी हेरेँ अब म तपाईँलाई सिकाउँछु है यहाँ जानु कसरी सेटिङमा सेटिङमा गएपछि तपाईँको अगाडि यस्तो अप्सन आउँछ जाने भिडियोमा अगाडि यहाँनिर यस्तो देखिन्छ म यहाँ गरेर छु अनि तपाईँले यहाँ गर्नुभयो भने तपाईँको यस्तो फिलाउँछ यस्तो गरिदियो सचित हुने यहाँबाट आएर यहाँ तपाईँले के गर्नुभयो भने यस्तो हुन्छ चलो घरमा स्टार्ट गर्छौँ न होइन लाइक एन्ड सब्सक्राइब भन्नु लाग्ने म 1 सब्सक्राइब भन्नु के भयो भने obviously stop it हाम्रो आर्गुमेन्ट चाहिँ yes black skip गरेको नि त्यो हिट चाहिँ हुन्छ बनाउनु अब म दोस्रो के जरुरत चाहिन्छ होला के त चाहिन तर पनि अहिले के चाहिन्छ तर वेदरलाई के खानु किनकि मेरो प्रायः घरमा देख्दैन इमेल गरेर अनि मैले यहाँ बनाउला हो तल जाम
ओके म यहाँ पिलर्स बनाउन लागिसक्छु छिट्टी सर्भाइभको भिडियो आउनुलाई त्यसमा तपाईँको म आइडी देखाइदिन्छु है ल 5 ब्लकको हुन्छ सरी म यहीँबाट आउनुपर्छ ओए सरी गाइस किनकि फेरि म नबोलेको किनकि फोन आँट्यो त्यही भएर मैले साइलेन्ट गरिदिएको त्यही भएर हुन्छ गाइस फेरि फोन आउँथ्यो त्यो फेरि मैले साइलेन्टमा राखिदिएको न तपाईँ के पो कुटकुटुक मात्रै आवाज आउँथ्यो है त्यसको लागि सरी है अब हामीले के गर्नुपर्छ तल त थाहा होला साइडमा कोबलस्टोन के अरे स्टोन ब्रिक्स लगाउनुपर्छ गाइस रुक्नु एक सेकेन्डबाट भिडियो बन्द गरियो